Hello everyone, आज चाहिँ म मेरो चाहिँ प्लान्टहरूलाई प्लेस चेन्ज गरेर रिअरेन्ज गोडगाडहरू गरेर गोडगाडहरू गर्दा यसमा पानीहरू ग्याप गरेँ तर फेरि गर्नु थाल्दा 4:30 त भएको छैन 4:30 को छेउ चाहिँ लाग्यो सफाहरूको पनि मिलाउँदा अन्त अहिले भर्खर यो फोटो सुट गर्दैछु भिडियो सुट यो चाहिँ एकदमै राम्रो सेपमा प्लास्टिक मुनिपट्टि राख्दा पनि राम्रो हुँदो रहेछ पानी पसेन भने यसलाई चाहिँ अलिकति एफेक्ट गर्दो रहेछ त्यो वार्मी क्लाइमेटमा क्या खुल्ला वातावरणमा पनि हुँदैन रहेछ पानीले भेट्यो भने एडजस्ट गर्नु मन्दो रहेछ तर यसमा चाहिँ मैले चाहिँ यस्तो ठुलो गर्नुपर्ने रहेछ प्लास्टिक माथिबाट छप्पर बनाइदिएको थियो अलिकति क्लोजली भएकोले हावा चाहिँ छिर्ने तर त्यति उयो हुँदैन रहेछ मलाई मन पराउँदैन रहेछ अनि सुट पनि गर्दैन रहेछ अनि यो चाहिँ यिनीहरूलाई चाहिँ एकदमै मन पर्दछ मैले सुट गर्दैछु यो चाहिँ यस्तो राम्रो भएको छ पट पनि मैले अलिक फिलहाल सिम्पलै युज गर्दैछु यो मेरो अदर युजको बोतलहरू कोकहरूको पानीहरूको एक्सेट्रा यस्तो राम्रो भएको छ अस्ति भर्खर सानोहरू अहिले यस्तै राम्रो हेल्दी भएको छ यिनीहरूले चाहिँ मलाई एकदमै छिटै पहिला मजाको भयो होला भनेको कि यतिवटा चाहिँ राम्रो लाग्छ त्यो भिडमा यो चाहिँ राम्रो रहेछ त्यो सेटमा राख्दा यो राम्रो हेल्दी भएछ अनि यो हेल्दी भएछ यो अनि यो पनि तकरिबन राम्रै छ सबैभन्दा हेल्दी चाहिँ त्यो भिडमा चाहिँ त्यो बेलामा चाहिँ यो चाहिँ राम्रो भएको छ एउटा पार्ट चाहिँ अनि यो पनि राम्रो भएको छ सेटमा राख्दा त्यस्तो बेसी पानी पर्दा फुल ज्यादा भएर जग्गा नभएर जग्गा त छ अहिले बनाइदिने मान्छे छैन त्यसले गर्दा कता कता अरेन्ज गरिराखेको थिएँ तर यसलाई चाहिँ त्यस्तो जग्गामा पनि सुट हुँदो रहेछ यो जेट चाहिँ यो एलिफेन्ट जेट चाहिँ सुट यहाँ चाहिँ मेरो जुम्राहरूसँग आउनेवाला जेनेरेसन पछि जेनेरेसनहरू यो चाहिँ बरु खुल्लामा थियो खुल्लामा भएको चिजको राम्रो भएछ